हेलो साथीहरू नमस्ते। सबैजना सन्चै हुनुहुन्छ होला? म पनि सबै ठिक छु। अनि आजको विषय चाहिँ अहिलेको समसामयिक भर्खरै भएको बजेट भाषण, आगामी वर्ष 83-84 को बजेट भाषणसँगै सेयर बजारसँगको एउटा मेरो जिज्ञासा राख्न गइरहेको छु। सामाजिक सञ्जालमा अहिलेको यसपालिको बजेट सबैभन्दा राम्रो बजेट हो सेयर बजारको लागि भनेर सेयर बजार विशेषज्ञहरूले भन्नुभएको छ र धेरैजनाले सामाजिक सञ्जालमा अहिलेको बजेट एकदम सेयर बजारलाई चाहिँ एकदमै माथि बुलमा पुर्याउने राम्रो खालको एकदम सकारात्मक बजेट भएको छ भन्ने कुराहरू सुन्न आएको छ। र मेरो जिज्ञासा चाहिँ के हो भने अहिलेको यो बजेटले सेयर बजारलाई कतातिर धकेल्ला, माथितिर लैजाला कि तलतिर लैजाला भन्ने हो। र अर्को अत्यन्तै मेरो जिज्ञासाको कुरा चाहिँ भोलिको बजार, भोलि खुल्ने सेयर बजारमा, सोमबार खुल्ने सेयर बजारमा के हुन्छ त? यसको हामीले यो बजारमा, भोलिको बजार दिन खुल्ने बजारमा हामी के गर्ने, किन्न रेडी हुने कि बेच्न रेडी हुने? भोलि कस्तो होला, भोलिको बजार कस्तो होला भन्ने कुरामा एकदमै जिज्ञासु छु। पक्कै पनि यो आर्थिक वर्षको बजेट भाषण सँगसँगै सेयर बजारमा ठुलो उतार चढाव आउने गरेको, सधैँ नै आउने गरेको छ। कतिपय समयमा एकदमै बजार बेरिस भएको अवस्था छ भने धेरै अवस्थामा चाहिँ कतिपय अवस्थामा बुलिस पनि भएको छ। र अहिलेको मेरो विचारमा पनि अलिकति अरू वर्षको भन्दा सेयर बजार सम्बन्धी पनि केही सुधारोन्मुख बजेट आएको हो कि भन्ने जस्तो चाहिँ लागेको छ। त्यसैले म पनि भोलिको लागि, भोलि खुल्ने बजार मार्केट के हुन्छ भन्ने कुरामा अत्यन्तै उत्सुक छु। र तपाईँहरूलाई कस्तो लाग्छ अहिलेको बजेटले? यो अहिलेको बजेटले सेयर मार्केटलाई कुन तरिकामा, कुन ठाउँमा पुर्याउँछ? सकारात्मक या नकारात्मक कुन तरिकाले आएको छ? के कस्तो लाग्छ? तपाईँहरूले सेयर बजार सम्बन्धी इच्छुक या तपाईँहरूले जानेको बुझेको व्यक्तिहरूले, जान्नु बुझ्नेहरूले, तपाईँहरूले इन्ट्रेस्टेड साथीहरूले यसको बारेमा के कस्तो सोच्नु भएको छ भोलिको बजारको बारेमा तपाईँहरूले तलको कमेन्ट बक्समा लेख्नु होला है त। धन्यवाद।